बाँच्नु र मर्नु आफ्नै देशमा भन्छ क्या। वेलकम वेलकम। राम्रोसँग बस्ने, ख्याल गर्ने, दाना पानी चल्दैछ। विदेशमा जानुभन्दा पहिले स्वदेशमै केही न केही गरेर हेरौँ न भन्ने मेरो एउटा चाहना पनि थियो भनौँ, अब बाध्यता पनि भनौँ होइन, अरू केही छैन। अब यो चाहिँ हाम्रो खोर, यहाँबाट निस्केको फोहोर चाहिँ यसमा हामी जलपान गर्छौँ होइन, अनि त्यहाँबाट चाहिँ हामी अर्ग्यानिक हामी आफै घरमा उत्पादन गर्छौँ। यो भिडमा चाहिँ किन सर्छौँ त भन्दाखेरि त्यही म्यानेजमेन्टमा चाहिँ हामीले चल्ला हाल्दैनौँ, किनभने त्यसरी चाहिँ चल्ला एकदम बिरामी हुने, मर्न सक्ने, रोग लाग्ने एकदमै सम्भावना एकदमै बढी हुन जान्छ। अनि सबैमा भिर्काउन हाल्नु पर्यो ताकि त्यो चुलीमा भएको कीटाणुहरू मरोस्। ल यो चाहिँ हाम्रो सेकेन्ड लट, फर्स्ट लटको सक्यो होइन, सेकेन्ड लट है त। ओके, आइ एम रेडी, लेट्स गो। त्यो भाले चाहिँ हाम्रो घरको फाइटर भाले, त्यसको विश्वास मान्नुहुन्छ, यो चाहिँ 2 वर्षको भयो, पुग्न लाग्यो होला। त्यसको खुट्टाको छडी हेर्नु न, अनि यसको पुच्छर चाहिँ एकदम लामो हुन्छ क्या, अझै नै लामो हुन्छ। अनि उसको यो राजा भनेपछि यहाँनिर यसको चाहिँ 1 2 3 जना महारानीहरू। यो चाहिँ चुला। अब अहिले चिसो भएको कारणले चाहिँ सानो 1 दिनको चल्ला हो नि त हामीले ल्याउने, अनि त्यो 1 दिनको चल्लालाई चाहिँ अब अहिले चाहिँ थाहै होला, अब विन्टर सिजन छ होइन, अनि एकदमै चिसो छ, अनि त्यही भएर चाहिँ टेम्परेचर चाहिँ एकदम मेन्टेन गरेर राख्नुपर्छ। अनि सो त्यहाँ पछाडि गएको चाहिँ त्यो चाहिँ चुलो जस्तो भनौँ न, ग्यास जस्तो चुलो, अनि त्यसले चाहिँ हिट एकदम तातो बनाउँछ, त्यहाँ भुसुस हालेर बाल्ने हो। ल फाइनली आजको काम सकिसक्यो। यो चाहिँ हाम्रो घरको 2टा पस्सी। यो चाहिँ सानो खोर, यो चाहिँ माथि गिरिराज, तल फाइटरहरूको लागि, अनि यो चाहिँ हाम्रो ठुलो खोर, अनि यहाँ हाम्रो अर्को खोर है त सानो खोर, यहाँ सानो चल्लाहरूको लागि, अनि यता चाहिँ हाम्रो करेसाबारी। ल यो चाहिँ हाम्रो अर्ग्यानिक करेसाबारी। यो चाहिँ हाम्रो खोर, यहाँबाट निस्केको फोहोर चाहिँ यसमा हामी जलपान गर्छौँ होइन, अनि त्यहाँबाट चाहिँ हामी अर्ग्यानिक राम्रो मिठो हामी आफै घरमा उत्पादन गर्छौँ।
गरे के सम्भव छैन होइन। आँट हुनु पर्यो, इच्छा हुनु पर्यो, चाहना हुनु पर्यो होइन। हेर्न सक्नुहुन्छ चल्ला यसरी आउँछ है त। गोल्डेन मिक्स कडकनाथ, यता पनि गोल्डेन मिक्स, यस्तो छ है। अनि यो चाहिँ हिटर। वेलकम 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 टु होम बेबिज, वेलकम टु होम। हुन्न हुन्न हुन्न, बदमास गर्नुहुन्न। ल न्यानो भएर बत्तीको अब घाम त त्यस्तै हो। हेर जाडो मौसममा आयो तिनीहरू। वेलकम वेलकम। अब हाम्रो ब्ल्याक माम्बा, ब्ल्याक ग्याङको इन्ट्री हुँदैछ। ब्ल्याक माम्बाहरू न्यानी गएर दाना पानी खानु हो है त। विदेशमा जानुभन्दा पहिले स्वदेशमै केही न केही गरेर हेरौँ न भन्ने मेरो एउटा चाहना पनि थियो भनौँ। अब बाध्यता पनि भनौँ होइन, अरू केही छैन। अब कोहीलाई अस्ट्रेलियाको बच्चाहरू चाहियो भने यसो सम्पर्क गरौँ है। अब यिनीहरूलाई चाहिँ एकदम राम्रो रेखदेख गर्नुपर्ने हुन्छ, किनकि एक दिनको चल्ला हो, गाह्रो छ। अनि झन् त्यसमाथि पनि अब यो चिसोको मौसममा त झनै गाह्रो छ, झनै केयर गर्नुपर्ने हुन्छ, एकदमै केयर गर्नुपर्ने हुन्छ यिनीहरूलाई। त्यही हो, अब एकचोटि चाहिँ ट्राई गर्नुहोस् भन्छु म होइन। केही न केही व्यवसाय गर्नुपर्छ आफ्नै देशमा बसेर। घाटा नाफा भन्ने कुरा भन्दा पनि आफ्नो देशमा बसेर आफ्नो माटोमा खेल्न, रमाउन, मर्न यस्तो आनन्द छ। अब म जाँदैछु, राम्रोसँग बस्ने, ख्याल गर्ने, न्यानो भएर बस्ने। दाना पानी चल्दैछ, खाना पानी सब छ, मजाले खाने, एकअर्कालाई धक्कामुक्का गर्दै होइन, पिट्ने होइन, मार्ने होइन है। एकदमै माया गर्ने सबै दाजुभाइहरू हो। अब तिमीहरूको नाम चाहिँ अब म राख्न भ्याइन, तिमीहरूको नाम राखौँ भने 1 वर्षै लाग्छ तिमीहरूको नाम राख्नै। अनि बोलाउन त अब 10 वर्ष लाग्छ होला। ल अब केही एकछिनपछि, केही घन्टापछि हामी फेरि भेट्नेछौँ। ल बाई बाई एभ्रिवान। मेरो पछि आउने हेर है। ल फाइनल्ली यहाँ चाहिँ चल्लाहरू रिलिज गरेर सक्यो। अनि यहाँ चाहिँ 4000 भनौँ न, लगभग 4000 छ चल्लाहरू। अनि 2000 3000 चाहिँ उतापट्टि छ। अब त्यो खोरमा जाऊँ के कस्तो छ चल्लाहरू। ल त्यसै गरी हामी त्यो खोरलाई बाटा गर्दै गरेर अब हामी लाग्छौँ यो खोरतिरको हालको खोर के छ। अब हामी एकछिनमा चेक गर्छौँ। आहा कस्तो मजाले आएको तपाईँको हेर त, गोलो हेर्न सक्नुहुन्छ। त्यहाँनिर सायद अब क्रिकेट खेल्छन् जस्तो लाग्दैछ हो मलाई। ल त गाइजहरू, तिमीहरूको राम्रोसँग बस। तिमीहरूलाई चाहिँ मैले यस्तो टाइम दिन पाइनँ, तर सियु। अब तिमीहरूको रेखदेख गर्ने मै हो, डक्टर भने पनि, इन्जिनियर भने पनि। अब तिमीहरूलाई केही रोगसोग लाग्यो चाहिँ ठ्याक्क म छँदैछु, डक्टर गोपाल। ल टेक केयर गाइज।